मेरी प्राण भन्दा प्यारी आमा। आमा भन्ने शब्द नै कति मधुर, कति पवित्र र कति महान छ यो संसारमा। सबै भन्दा निस्वार्थ माया कसैले दिन्छ भने त्यो आमा नै हुन्। आमा तिमीले मलाई 9 महिनासम्म गर्भमा बोकेर असंख्य पीडा सहेर यो संसार देखायो। मेरो सानो हात समातेर हिँड्न सिकायो, लड्दा उठ्न सिकायो, बोल्न सिकायो, सही र गलत छुट्याउन सिकायो। तिम्रो त्याग, तिम्रो माया र तिम्रो आशीर्वाद के कारण आज म यहाँसम्म आइपुगेको छु। आज म तिमीबाट धेरै टाढा छु। परिस्थितिले दूरी बढाएको छ, तर मनको दूरी कहिल्यै बढ्न सकेको छैन। कहिले काहीँ तिमीलाई अङ्गालो हालेर रुने मन लाग्छ। तिम्रो काखमा टाउको राखेर सुत्ने मन लाग्छ। तिम्रो आवाज सुन्न नपाउँदा मन झन् खाली खाली हुन्छ। तिमीले बनाएको खाना, तिम्रो माया मिसिएको स्पर्श, तिम्रो न्यानो मुस्कान, सबै कुराको धेरै याद आइरहेको छ। म यहाँ जति नै व्यस्त भए पनि हरेक सफलतामा तिम्रो अनुहार देख्छु। हरेक कठिनाइमा तिम्रै सम्झनाले साहस दिन्छ। तिमी मेरो शक्ति हौ, मेरो प्रेरणा हौ, मेरो जीवनको आधार हौ। चिन्ता नगर आमा, छिट्टै त्यो दिन आउनेछ जब म तिम्रो अगाडि उभिएर तिम्रो हात समात्नेछु। तिम्रो काखमा टाउको राखेर सबै थकाइ बिर्सिनेछु। त्यो भेट निकै विशेष हुनेछ, किनकि त्यो भेटमा दूरीको सबै पीडा पग्लिनेछ। मेरो प्राण भन्दा प्यारी आमा, म तिमीलाई